खाई के पान बनारस वाला खुल जाए बंद अकल का ताला। गाइस त्यो मान्छेहरु त्यो आटोरीको खतरा दिइराछ। माछा यहाँ हेर्नुस् त आम्मामा गाइस खुट्टैभरि माछा कति धेरै माछा तपाईहरुले देख्नु हुँदैछ नि लोभ लाग्दो क्या। गाइस यसरी माछा सम्म लिगिरा हुन्छ क्या। माछा छ फेरि अमम कत्रो पोथी आयो क्या यसमा देख्नु हुँदैछ। यस्तो हुन्छ माछा लोकल माछा लगभग 1 किलो माछा समात्यो होला आज। अब अझै एक टुटा झिच्छु होला हामी। हेलो गाइस वेलकम टु तपाईहरुलाई मेरो अर्को एउटा भिडियोमा। सो आज चाहिँ मैले ब्लग चाहिँ यहाँदेखि नै स्टार्ट गर्दैछु। मलाई बनाउनु मन थिएन खासमा तर बनाइदियो। यति के गर्नु भनेर यहाँ देख्न सक्नुहुन्छ यहाँ दिदी अनि दादाहरूले यहाँ पुरा नाला खनेर हातले पुरा पानी जाने बाटो बनाएर आएको छु। यता फेरि दिदी दुईजना पुरै के मन लागेको नि पुरा टन्टनी घाममा पुरा पानी भेकिरहेको छ है। पुरा के सुँगुरको दानाको लागि कोचो काटिरहेको छ। या यत्तिकै त 6 प्याक एब्स ट्राइसेप्स बाइसेप्स सबै देखि गयो नि फेरि यत्तिकै। गाइस तपाईहरुले मेरो पछाडि देख्न सक्नुहुन्छ बहिनी आएर बसिरहेको छ अनि यता भाइ नि आइरहेको छ। अनि त चाहिँ के माछा धर्ने समात्ने भनेर आएको हो। अनि यहाँ बसेर हुन्छ कि माछा समात्नु पर्ने हुन्छ। गाइस त्यो मान्छेहरु त्यो आटोरीको खतरा दिइराछ। यहाँ हेर्नुहोस् ल माछा चाहिँ टन्ने रहेछ क्या। माछा चाहिँ एकछिन झिटेको यति आधा। गाइस यहाँ हेर्नुहोस् माछा हेर्नुहोस् न। ओ माई गॉड पोथी माछाहरू पुरा। पोथी माछा पनि भन्ने छैन। यहाँ हेर्नुहोस् त धमाका यो चाहिँ खतरा गाइस हेर्नु माछाको हेर्नु माछा। ओ माई गॉड स्टप हेर्नुहोस् माछा हेर्नुहोस्। आज चाहिँ पुरा खाने हो माछा टन्ने। हेर्नुहोस् त पानी त धेरै छैन उता पनि पानी छ। पानी त यो खोला भन्छ। सो गाइस यहाँ हामीले चाहिँ पोल्टिङ अलिकति भएन कि यो पोल्टिङ चाहिँ फाटेको छ। तर माछा झिटाए त फेरि बब्बाल्ने फेरि है गाइस। ओ माई गॉड मान्छे धरि भिजिसक्यो त्यसमा चाहिँ। ओ यो फुल खान्छ त खाएको त यो खान्छ त मेटेकाको फुल भन्छ यसलाई। यस्तो दामी देख्छ। यस्तो मान्छेले झिट्न थाल्यो भने त गाइस मिसिन लाउनै पर्दैन रहेछ। यहाँ हेर्नुहोस् त हाम्रो बारीदेखि दाउरा लाँदैछ यिनीहरूले चोरेर। यो त हाम्रो बारी हो। अनि आज चाहिँ पत्ता टिपाएको छु मतलब आज टिपाएर सक्यो। अनि म चाहिँ यहाँ पत्ता दिनुको लागि नै आएको हो होइन। गाडी आएको छैन पत्ता गाडी आएपछि म तपाईँहरूलाई देखाउँदैछु होइन। गाडी आइसक्यो हाम्रो दाजु आइसक्नु भयो। पत्ता ब्लग बनाइरहेको छु फेसबुक ब्लग 30 किलो भएछ एउटा। आज पुरा धमाधुम टिपाएर खतम पारिदिएको। आधै भयो। जुगालीहरू पनि खतरा छ नि त फेरि गाइस है। यो चाहिँ कति हो 28 मैले पत्ता दिएर आइसकेँ। अनि टोटल 58 न कति 57 किलो भयो। सो गाइस बेड लक यस्तो राम्रो माछा झिटिरहेको थिएँ तर पानी पो पर्नु थाल्थ्यो यार। ए खै ओ माई गॉड माछा गाइस यसरी माछा सम्म लिगिरा हुन्छ क्या। टोमा हुन्छ क्या माछा। के हो न ओइ बाबा अरे माछा भेटायो
हेर्नु सक्छ गाइस माछा कस्तो ठुलो माछा हौ होला भने गेतु माछा हाम्रो दादा पुरा खोज्दै हुन्छ माछा भेट्छु कि भनेर कुना कुना यहाँ दिदीले उ भनेर चाहिँ कत्रो माछा भेट्यो खोइ पक्रिनु जान्दैन अनि ए भागो खोइ खोइ यहाँ माछा हेर्नु साथी हो सबै माछा पनि आइसकेको छ यहाँ छ क्या गाइस माछा जति पाए नि जति माछा पाए नि त्यो माछा सबै यसमा छ है पोथी माछा मात्रै ठुलामा धेरै जस्तो पोथी माछा गेको माछाहरू मात्रै हुन्छ नि त यी माछा 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 खोइ कहाँ गयो ए यति दुःख छ है माछा खानलाई गाइस हेर्नु है भरे मिठो हुन्छ फ्राई गरेर खानु सबैजना दादाहरू दिदीहरू माछा समात्दै हुन्छ हामीले झिटिसके अनि पक्रिसके होइन कति माछा कति पाए के पाए अब तपाईँहरूलाई देखाउँदैछु म यहाँ हेर्नुहोस् गाइस माछा देख्नुभयो यस्तो माछा माछै माछा यस्तो छ स्टाइल माछा समातेको न ढोक गरेको माछालाई सो गाइस हेर्नुहोस् अब म यहाँदेखि माछा समात्छु कति माछा छ होइन सो देखाउँछु म तपाईँहरूलाई माछा सी गाइस गेतु माछा डर्कना माछा अनि पोथी माछा पुरै माछा छ फेरि अमम कत्रो पोथी आयो कि हेर्नु देख्नु हुँदैछ यस्तो हुन्छ माछा लोकल माछा हेर्नुहोस् माछा कति धेरै माछा छ हेर्नुहोस् गाइस माछा हेर्नुहोस् देखाइदिए माछा सबै माछा जानु त्यो पल्टिन दिनु है दादा पानी पानी खनाउनु पर्छ त भरिन्छ पानी माछाहरू पानी खनाउनु पर्छ कि गाइस यहाँ हेर्नुहोस् माछा लगभग 1 किलो माछा समात्यो होला आज अब अझै एक टुक्रा झिट्छु होला हामी उयो पल्लोको उताको माछा उताको टुक्रा झिट्नु आँटेको हामी अब उता भाटा लगाइरहेको छ दाइहरूले अब गाइस यहाँ चाहिँ यस्तो गर्दैछ किनभने हामीले टुक्रा झिटेर सकाइसकेको थियो नि त नि अनि हामीलाई त्यति उयो गर्नु पर्दैन होइन अनि यहाँदेखि पानी खोल्यो भने यसरी यहाँनिर यसरी झोले लगाएर के भन्छ यसलाई मुसुरदानी लगाइदिएपछि अनि सबै आधी जस्तो पानी मतलब जब इक्वल हुन्छ नि पानी त्यतिखेर मात्रै भेटा लगाएर झिट्ने होइन अब जति पानी जान्छ जानिदिने अब यहाँ पानी भर्दै जाँदैछ अब यहाँको पानी सुक्दै जाँदैछ गाइस टेक्नोलोजी यस्तो झिट्नु भएको छ क्या माछा पक्रिरहेको छ तपाईँहरूलाई बिलिभ लाग्दैन भने यहाँ हेर्नुहोस् ल माछा यहाँ हेर्नुहोस् माछा देख्नुभयो अनि आधी जस्तो माछाहरू सबै पोल्ट्रीमै आइसक्छ क्या ओ ठेरिका खतरनाक नि फेरि ल हो सकिगयो नि आज कसलाई थाहा छ छैन यो फुल हो मेटेका फुल हो यो होइन यसलाई खान्छ क्या यसलाई बोइल गरेर मजाले यसमा कुनी लाएर कस्तो टेस्टी हुन्छ नि त यो बहिनीको रिएक्सनहरू फेरि बहिनीको यस्तो गर्छ कि हाम्रो बहिनीले यस्तो बहिनीले के यस्तो कानमा लाउँछ त फुल हो नि अनि यस्तै गर्छ क्या यस्तो गरेर फोटो हानेर हुन्छ क्या मैले पनि गरी हेरेको कस्तो लाग्दो रहेछ यो टुक्रा झिट्ने अहिले होइन अनि त्यसपछि यो टुक्रा झिट्ने होला यो खोला हो यहाँ यो खोला यसरी गएर जोडेको हुन्छ पर नदी छ ठुलो नदी त्यो नदीले गर्दाखेरि जब पानी धेरै हुन्छ नि त गाइस अनि त्यही भएर अनि पानी धेरै भएपछि अनि यतातिर नि यता सम्मै पानी हुन्छ पुरा उयो माथिसम्म पानी हुन्छ अनि त्यही भएर अनि माछाहरू यता आउँछ पानी सुकेपछि माछा चाहिँ त्यो रहिजान्छ क्या बुझ्नुभयो यहाँ हेर्नुहोस् यहाँ चाहिँ पुरै माछा छ होला यहाँ हेलो साथी हो यहाँ चाहिँ मेरो दिदीले पान खानु हुँदैछ हेर्नुहोस् त दिनु त एक टुक्रा भने खाऊँ ओ माई गड कस्तो मिठो खाइ के पान बनारस वाला खुल्लो जाए बन्द अक्कल का ताला पानी चाहिँ पुरै परिरहेछ नि फेरि गाइस हामीले मूर्खता काम गरिरहेको छु पानी परिरहेछ घाम नि लाग्दैछ अनि त फेरि माछा नि समातिरहेको छ फेरि सानो पानी परेको छैन गाइस हेर्नुहोस् त कस्तो ठुलो पानी परिरहेको छ मन झिट्ने अब मजा आउँछ
यहाँ हेर्नु सक्नुहुन्छ गाइस दिदीले चाहिँ माछा सफा गर्दै यहाँ माइकामा हाल्दैछ कत्रो कत्रो माछा हेर्नुहोस् त गाइस ओ माइ गॉड पुती माछा सब र गाइस हेर्नु सक्नुहुन्छ हाम्रो दादाहरू यहाँ पुरा धमाधम लाग्नु भएको छ म चाहिँ फुल लगाएर गाइस माछा हेर्नुहुन्छ यहाँ हेर्नु I'll show you fish ए माछा यो किरा चाहिँ खानु हुँदैन दाजु खान्छ के चाइनाहरूले मलाई सुरुवातमा लागेको त यिनीहरूले ओइ आँखामा पर्छ जो अहिले लिपिदिउँ हरे खयो अरे भयो ओइ कसैले कोइन्डा लगाइदिएन गाइस पुरा लो भाइ टाउको भरि लगाएर खतम ल गाइस हामीले सुकाइसक्यो यो टुक्रा पनि देख्न सक्नुहुन्छ यहाँ समातिरहेको छ बहिनीहरूले बहिनीको अनुहार हेर्न सक्नुहुन्छ यहाँ झिटी राख्नु भएछ अनि तपाईँहरूलाई माछा देखाउँछु म हेर्नुहोस् कति माछा छ हेर्नुहोस् माछा हेर्नुहोस् गाइस हेर्नुहोस् न माछा देख्नुभयो यस्तो माछा पाइन्छ के दुःख गर्नुपर्छ क्या गाइस पुरा दुःख गर्नुपर्छ अनि माछा यहाँ हेर्नुहोस् त पोथी माछाहरू यहाँ हेर्नुहोस् कति धेरै छ माछी म समातेर देखाउँछु है तपाईँलाई यहाँ देख्नुभयो माछा यी माछा गाइस देख्नु हुँदैछ माछा कति धेरै माछा छ क्या यहाँ हेर्नुहोस् फ्रेस लोकल माछा कसलाई चाहिन्छ है किलो 400 रुपियाँ यी माछा तपाईँहरूलाई अब यहाँ देखाउँछु म है माछा यहाँ हेर्नुहोस् कति आएको छ माछा यहाँ हेर्नुहोस् त आम्मामा गाइस खुट्टैभरि माछा कति धेरै माछा तपाईँहरूले देख्नु हुँदैछ नि लोभ लाग्दो क्या राम आज त निकै माछा पक्रियौँ हामीले अब यहाँ हेर्नुहोस् गाइस माछा यहाँ हेर्नुहोस् माछा गाइस लुक एट दिस गाइस हेर्नुहोस् माछा देख्नुभयो माछा हेर्नुहोस् माछा सबै भागिसक्यो देख्नुभयो गाइस कति माछा धेरै छ ओ के माछा हो यो मसला हेर्नु त म त तर्सी नि गयो गोल्ड मिरिका होइन यो ग्रास काप होला यो के भन्छ यो त यो ठुलो त्यही त गरे यो माछा हातै भरि आज त टन्नै खाने हो पुरा देख्नुभयो गाइस माछा यहाँ हेर्नुहोस् त कति धेरै माछा छ यहीँ देख्नुलाई सानो लाग्दैछ तर ठुल्ठुलो छ एकदम पोथी यहाँ हेर्नुहोस् त यहीँ कति ठुल्ठुलो माछा छ हेर्नुहोस् यो लोकल माछा देख्नुभयो तपाईँहरूले यति माछा त तपाईँहरूले कतै देख्नुभएको थिएन होला आफ्नो लाइफमा होइन हेर्नुहोस् कति धेरै माछा देख्नुभयो हेर्नु कति माछा छ यहाँ हेर्नुहोस् माछा अझै आइरहेछ यहाँ समातिराखेको छ यहाँ ज्वाइँले माछा समातेको कि माछा ढोकेको खै ज्वाइँले भान्जा ज्वाइँले समात्नेको डिजाइन नै स्टाइलै अलग छ क्या
हेर्नुहोस् अब यो पनि हामीले सुकाइसक्यौँ होइन। अब यहाँदेखि चाहिँ अब हामी नजित्ने हो। आजलाई यति नै, धेरै माछा खानु हुँदैन गाइस, चोखी लाग्छ, छेडपाटा चल्छ। सो आजलाई यति नै, अरूको लागि नि छोडिदिनु पर्छ नि त, हामीले मात्रै खाएर हुँदैन नि त है गाइस। सो गाइस मेरो ब्याट्री पनि छैन होइन फोनमा, अनि त्यही भएर भिडियो धेरै लामो भइसक्यो आइनो। सो त्यस वाइ भिडियोलाई यहीँ एन्ड गर्नु पऱ्यो। मेरो भिडियोलाई हेरिराख्नुको लागि मेरो पेजलाई र मेरो युट्युब च्यानललाई सब्सक्राइब अनि पेजलाई फलो गर्नु नबिर्सनु होला। सो टेक केयर एन्ड बाई बाई। फेरि आउँला अर्को एउटा भिडियोमा। सो गाइस हेर्नुहोस्, माछा पुरा एक बाल्टिङ भरिनु आँटेको थियो। 4 किलो 5 किलो जस्तो हुन्छ होला मेबी। गङ्गटा माछा, पोथी माछा, गेचो माछा सबै छ।